नमस्कार हाइट एरियामा फुल्ली फर्निश बंगलो खोज्दै हुनुहुन्छ भने इमाडोलको वान अफ दी बेस्ट प्रपर्टी आज हजुरको लागि केटीएम रियल एस्टेट नेपालले लिएर आइसकेको छ। क्षेत्रफल छ 4 आना फुल्ली फर्निश बंगलो। अहिले म छु मास्टर बेडरुममा। यू क्यान सी एकदमै ब्युटिफुल कलर कम्बिनेसनमा यो मास्टर बेडरुम रहेको छ। फर्स्ट अफ अल बेड ल हेर्नुहोस् न, बेड यस्तो ल्याभिस अनि ब्रिलियन्ट कलर कम्बिनेसनमा रहेको छ भने क्लोजेट स्पेस पनि हजुरले एकदमै ब्युटिफुल पाउनुभयो। सोकेसको लागि सेपरेट स्पेस छ छँदैछ, सँगसँगै हजुरले यहाँनिर टिभी क्याबिनेटको लागि पनि स्पेस पाउनुभयो। 4 आनाको घर हो, 4 वटा बेडरुम, 4 बेडरुममा एट्याच बाथरुमदेखि लिएर एसी बेड क्लोजेट यु आर गेटिङ इच एन्ड एभ्रिथिङ। बाहिर बाल्कनीको स्पेस पनि छ। सो यही रुममा फर यु ब्युटिफुल लेडिज यहाँनिर देख्न सक्नुहुनेछ एकदमै ब्युटिफुल ड्रेसिङ टेबल रहेको छ भने भित्र रहेको छ एट्याच बाथरुम। एट्याच बाथरुममा पनि एकदमै हाई क्वालिटी अफ मेटेरियल्स ज्याकवरको हजुरले धारा कम्बोर्डहरूको सामानहरू पाउन सक्नुभयो। सो आफ्टर दिस फर्स्ट बेडरुम यही फ्लोरमा हजुरले सेकेन्ड बेडरुम पनि पाउँदै हुनुहुन्छ। सो सेकेन्ड बेडरुम इन्ट्री गर्ने अगाडि हजुरले देखि नै हाल्नुभयो सेमी सर्कुलर स्टेयरकेस रहेको छ। भित्र आउने बित्तिकै सानो बाल्कनीको स्पेस त पाइहाल्नुभयो। यो साइडमा हेर्नुहुन्छ भने एउटा एकदमै ल्याभिस बेड सँगसँगै हजुरले क्लोजेट स्पेस पाउँदै हुनुहुन्छ भने यतापट्टि ड्रेसिङ टेबलदेखि लिएर एसी कर्टन्स एभ्रिथिङ हजुरले फिटेड पाउनुहुनेछ। सो दिस इज योर सेकेन्ड एट्याच बाथरुम। सो 2वटा रुम रहेको छ यो फ्लोरमा, 2वटै बेडरुममा एट्याच बाथरुम रह्यो भने योभन्दा माथि पनि हजुरले ब्युटिफुल टेरेस स्पेस अप्पर टेरेसहरू पाउँदै हुनुहुन्छ। तल जाने क्रममा ल हेर्नुहोस् त हजुरले ग्रानाइट गरेको स्टेयरकेस, साथमा साइडमा हजुरले काठको प्यानलिङहरू पनि पाउनुभयो। एज आई सेड अलरेडी सेमी सर्कुलर स्टेयरकेस रहेको छ। मजाको लबी स्पेस हजुरहरूको लागि छुट्याइएको छ भने यहाँनिर पनि एउटा कटन स्पेस पाउँदै हुनुहुन्छ। सो फर्स्ट अफ अल मुभिङ टुवर्ड्स दिस बेडरुम। थर्ड बेडरुममा जानु अगाडि ल यहाँ हेर्नुहोस् त यु आर गेटिङ डबल हाइट सिलिङ। सो शीतल हाइटमा रहेको यो ल्याभिस प्रपर्टीमा हजुरले डबल हाइट सिलिङ पाउनुहुनेछ। तल हो हजुरको लिभिङ हल, एकैछिनमा हामीले हेर्ने नै छौँ भने यो हो हजुरको थर्ड बेडरुम। सो इन्ट्री गर्दाखेरि हजुरले यहाँनिर एकदमै ब्युटिफुल बेड, बाहिर रहेको छ हजुरको बाल्कनीको स्पेस पनि, यहाँनिर एकदमै प्रपर क्लोजेट स्पेस पनि पाउँदै हुनुहुन्छ। सामानमा डाउट नगर्नु होला, एकदमै हाई क्वालिटी अफ मटेरियल्स युज गरेको छ भने यो बेडरुममा चाहिँ हजुरले एउटा बाथटब पनि पाउनुभयो। सो बाथटब एन्ड एकदमै ब्युटिफुल क्वालिटी अफ मटेरियल्सहरू प्रयोग गरेको। तल पार्केटिङ छँदैछ, माथि फल सिलिङ पनि छ। लाइटिङहरूमा पनि नो डाउट एकदमै ब्युटिफुल लाइट हजुरले पाउन सक्नुभयो। प्रपर्टी रहेको छ इमाडोलको शीतल हाइट, ग्वारखुरिङ रोडबाट एप्रोक्सिमेटली 2.5 किलोमिटरको डिस्टेन्समा हजुरले यो घर पाउँदै हुनुहुन्छ। सो दिस इज योर लास्ट एन्ड फाइनल बेडरुम। सो यो हो हजुरको प्रपर बेडरुम। बाहिर रहेको छ बाल्कनीको स्पेस, यहाँनिर बाथरुम, एट्याच बाथरुम, ड्रेसिङ टेबल, बेड, क्लोजेट हजुरले प्रत्येक कुरा पाउँदै हुनुहुन्छ है त। ल हेर्नुहोस् त घर आउँदाखेरि आफूले केही नै लिएर आउनु नपर्ने एकदमै ब्युटिफुल प्रपर्टी हजुरले पाउनुभयो। अब 4वटा बेडरुम पछि लागौँ हाम्रो किचन र डाइनिङ तर्फ। सो यहाँनिर सेन्सर लाइट्सहरू पनि हजुरले पाउनुभयो। एट द नाइट हजुरले मजाले लाइट्सहरू पनि एकदम मजाले बलेको पाउन सक्नुहुनेछ भने यहाँनिर हजुरले अलिकति काम हुँदै गरेको पाउन सक्नुभयो। सो यो हजुरको लिभिङ एरिया। सो यहाँनिर तपाईँको पुरै सोफा सेटहरू बस्ने छ भने यहाँनिर हजुरले एउटा टिभी क्याबिनेट पनि पाउनुभयो। सो आफ्टर टिभी क्याबिनेट भित्र हेर्नुहुन्छ भने मोडुलर सेटअपको किचन सेटअप पाउँदै हुनुहुन्छ। यहाँनिर रहेको छ एउटा कमन बाथरुम। सो अब माथिबाट तल आएको छौँ, पार्किङ स्पेस त हेर्नै पर्यो। सो यो हो हजुरको पार्किङ स्पेस। ल हेर्नुहोस् त मजाले 2वटा गाडी पार्किङ गर्न मिल्ने पार्किङ स्पेस पाउनुभयो भने यहाँनिर हजुरले सर्भेन्ट क्वार्टर पनि पाउँदै हुनुहुन्छ। सो यति ब्युटिफुल प्रपर्टी, त्यही पनि माडलको शीतल हाइटमा रहेको हो, अगाडि 13 फिटे बाटोमा। यदि ब्युटिफुल घरको खोजीमा हुनुहुन्छ, प्राइस रिजनेबल प्लस लग्जरी भने हजुरले यो घर चाहिँ छुटाउन भएन है। यदि घरको बारेमा थप विवरण जान्न चाहनुहुन्छ अथवा साइट भिजिट गर्न चाहनुहुन्छ भने हाम्रो युट्युब पेजमा नम्बर दिएको छ, हजुरले नम्बर डायल गरेर आउन सक्नुहुनेछ। आजको लागि चाहिँ हजुर हस्त नमस्कार।